ल सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। आजको यस विश्लेषणमा हामी एउटा अत्यन्तै रोचक र गम्भीर दाबीमाथि चर्चा गर्दैछौँ। यहाँ प्रस्तुत गरिएको स्रोत सामग्रीले फ्रान्सको शरणार्थी प्रणालीलाई एउटा पोटेम्किन अर्थात् पूर्ण रूपमा भ्रामक आवरणको संज्ञा दिएको छ। बाहिरबाट हेर्दा आइफल टावर जत्तिकै सुन्दर र व्यवस्थित देखिए पनि यसको पछाडि एउटा यस्तो छाया उद्योग लुकेको छ जसले प्रणालीका कमजोरीहरूको फाइदा उठाउँदै आम करदाताहरूलाई झुक्काइरहेको तर्क यहाँ गरिएको छ। यो जटिल विषयलाई छर्लङ्ग पार्न हामी यसलाई 6वटा मुख्य भागमा बाँडेर हेर्दैछौँ। पहिलो, पोटेम्किन आवरण भनेको के हो? दोस्रो, भित्र छिर्ने भूमिगत मार्गहरू। तेस्रो, कानुन कार्यान्वयनको असली यथार्थ। चौथो, करदाताको काँधमाथिको बोझ। पाँचौं, फ्रान्स र जर्मनी बीचको रोचक तुलना। र अन्त्यमा यो कसरी राजनीतिक इच्छाशक्तिको विषय हो भन्ने कुरा। सुरु गरौँ पहिलो खण्डबाट, पोटेम्किन आवरण। आखिर यो सम्पूर्ण विश्लेषणको जग नै मानिएको यो पोटेम्किन शब्दले ठ्याक्कै के भन्न खोजेको त? तपाईहरूमध्ये कतिलाई थाहा होला, ऐतिहासिक रूपमा पोटेम्किन गाउँ भन्नाले यस्तो कुनै आकर्षक देखाउटी आवरणलाई बुझाउँछ जसको एउटै मात्र उद्देश्य भित्रको नराम्रो यथार्थ वा खराब अवस्थालाई लुकाउनु हो। स्रोत सामग्रीले फ्रान्सको सिमाना र शरणार्थी प्रणालीलाई ठ्याक्कै यही शब्दले सम्बोधन गरेको छ। बाहिरबाट हेर्दा एउटा चलिरहेको प्रणाली जस्तो देखिन्छ, तर भित्रभित्रै यो सिमानाको काम नगर्ने एउटा खोक्रो नाटक मात्र हो भन्ने मूल तर्क यहाँ छ। अब जाउँ दोस्रो खण्डमा, भूमिगत प्रवेश मार्गहरू। यस्तो कडा सुरक्षा दाबी गरिने प्रणालीभित्र मानिसहरू वास्तवमा छिर्छन् कसरी त? यो तस्विरले साँच्चै नै एउटा गजबको भौगोलिक विरोधाभास देखाउँछ। एकातिर हिमाल र पहाडहरूका कठिन बाटो छन् जसले टाढा टाढाबाट सुरु हुने सङ्घर्षपूर्ण यात्रालाई जनाउँछ भने अर्कोतिर युरोपका चिल्ला र खुला राजमार्गहरू। यो दृश्यले आधुनिक मानव तस्करीका सञ्जालहरू कसरी फैलिएका छन् र मानिसहरू विभिन्न देश पार गर्दै फ्रान्सको ढोकासम्म कसरी आइपुग्छन् भन्ने कुरा छर्लङ्ग पार्छ। स्रोतले यो प्रवेशलाई मुख्य गरी 3वटा चरणमा प्रस्ट्याएको छ। हेर्नुहोस् है, पहिलो चरणमा पूर्वी युरोपको मौसमी भिसा प्रयोग गरेर कृषि वा श्रमको आवरणमा युरोपभित्र कानुनी प्रवेश गरिन्छ। त्यसपछि दोस्रो चरणमा भूमिगत डङ्की नेटवर्क अर्थात् मानव तस्कर र गैरकानुनी मध्यस्थकर्ताहरूको भरपूर प्रयोग हुन्छ र अन्त्यमा युरोपको त्यही खुला सिमानाको फाइदा उठाउँदै सडक मार्गबाट फ्रान्समा पूर्ण रूपमा गैरकानुनी तरिकाले प्रवेश गरिन्छ। यो त प्रणालीका कमजोरीहरूलाई लक्षित गरिएको एउटा सुसङ्गठित पाइपलाइन नै हो। तेस्रो खण्ड, कार्यान्वयनको यथार्थ। ल, मानिसहरू फ्रान्स त पुगे, तर त्यसपछि कानुनको कार्यान्वयन कस्तो छ त? सन् 2018 देखि 2024सम्मको तथ्याङ्क हेर्ने हो भने जम्मा 96,002 जनाले गैरकानुनी प्रवेश र शरणार्थी दाबी दर्ता गराएको देखिन्छ। 96,000 भन्दा बढी। साँच्चै भन्नुपर्दा यो सानोतिनो सङ्ख्या हुँदै होइन। स्रोतका अनुसार यो यस्तो विशाल जनलहर हो जसले फ्रान्सको प्रशासनिक प्रणालीलाई नै हल्लाइदिएको छ। तर जब हामी देश निकाला अर्थात् डिपोर्टेसनको तथ्याङ्क हेर्छौँ, अवस्था एकाएक नाटकीय बन्छ। झन्डै 1 लाखको त्यो ठूलो सङ्ख्याबाट जम्मा 495 जनालाई मात्रै देश निकाला गरिएको छ। सुन्दा पत्यार नलाग्न सक्छ, तर यो सङ्ख्या यति सानो छ कि यसले पुरै प्रणालीको प्रभावकारितामाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिन्छ। र यो चार्टले त सबै कुरा आफै बोल्छ होइन र? देश निकाला हुनेको दर जम्मा 0.5% अर्थात् 0.5% मात्रै। यसको सिधा अर्थ के हो भने बाँकी 99.5% मानिसहरू अनिश्चितकालका लागि फ्रान्समै रहन्छन्। यो तथ्याङ्कले कार्यान्वयन पक्ष लगभग 0 रहेको र प्रणालीले काम गर्न छोडेको भन्ने दाबीलाई एकदमै बलियो समर्थन गर्छ। पेरिसको यो सुन्दर पृष्ठभूमि पछाडि लुकेको प्रशासनिक यथार्थ के हो भने यो प्रणालीले कुनै ठोस निर्णय नै गर्दैन। स्रोतको निष्कर्ष अनुसार यसले मानिसहरूलाई अनिश्चितकालसम्म देशमा अड्याएर राख्ने एउटा पर्खाइको अवस्था मात्र सृजना गर्छ। न कागजी प्रक्रिया टुङ्गिन्छ न निर्णय हुन्छ, बस मानिसहरू अनन्तकालसम्म त्यही रहिरहन्छन्। अब पालो चौथो खण्डको, करदातामाथि पर्ने बोझ। प्रक्रिया यसरी अनन्तकालसम्म लम्बिँदा स्वाभाविक रूपमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ नि, यो पर्खाइको खर्च कसले बेहोर्छ त? यहाँनिर एउटा ठूलो असन्तुलन देखिन्छ। यो तराजुलाई हेरौँ त। एकातिर करदाताहरूको पसिनाको कमाईबाट जम्मा भएको ठूलो धनराशि छ जसले यो पुरै भ्रामक प्रणालीलाई धानिरहेको छ, तर अर्कोतिर नतिजा पूर्ण रूपमा शून्य। दाबीहरू अस्वीकृत हुन्छन् तर देश निकाला हुने दर शून्यमै अडिएको छ। यो असन्तुलन नै स्रोतले औल्याएको मुख्य आर्थिक समस्या हो। पैसा कहाँ गइरहेको छ त? स्रोत कागजातहरूले यसका मुख्य 3 कारणहरू स्पष्ट पारेका छन्।
पहिलो, वर्षौंसम्म चल्ने अनन्त अन्तर्वार्ता र अपिलहरूको श्रृङ्खला। दोस्रो, राज्यको ढुकुटीबाट दिइने निशुल्क कानुनी सहायता। र तेस्रो, आप्रवासीहरूका लागि व्यवस्था गरिने महँगो र दीर्घकालीन होटलको बास। यी सबै कुराले आम नागरिकको करको पैसा पानी जस्तै बगाइरहेका छन्। यहीँनिर स्रोत सामग्रीले एउटा अत्यन्तै गम्भीर प्रश्न खडा गरेको छ। यदि वास्तवमा कसैलाई पनि देश निकाला गरिँदैन भने किन यो लामो र यति महँगो कानुनी नाटक चलाइराख्ने? नतिजै नदिने प्रणालीमा यसरी निरन्तर पैसा खनाइरहनुको के अर्थ छ? यो प्रश्नले साँच्चै नै प्रणालीको औचित्यमाथि सिधा प्रहार गर्छ। पाँचौं खण्ड, फ्रान्स र जर्मनीको तुलना। के यो अवस्था फ्रान्समा मात्रै छ कि छिमेकी देशहरूमा पनि यस्तै छ त? यी दुई देशको सिमानाको यथार्थलाई हेर्दा एउटा गजबको भिन्नता देखिन्छ। एकातिर फ्रान्सको अवस्था छ जसलाई स्रोतले आइफल टावरको छायामा भइरहेको नाटक भनेर चित्रण गरेको छ। अर्कोतिर जर्मनीको कडा नीति छ जसलाई ब्रान्डनबर्ग गेटको अगाडिको यथार्थको रूपमा प्रस्तुत गरिएको छ। तथ्याङ्कलाई दाँजेर हेर्ने हो भने त अवस्था अझ छर्लङ्ग हुन्छ। फ्रान्समा देश निकाला लगभग 0 छ, जबकि जर्मनीले हरेक हफ्ता उडान मार्फत मानिसहरूलाई फिर्ता पठाइरहेको छ। फ्रान्सको नीति कमजोर सिमाना र युरोपियली मानवाधिकार अदालतको बहानामा अल्झिएको छ भने जर्मनीले सिमानामै प्रवेश रोक्ने कडा नियम लागू गरेको छ। यसको प्रभाव हेर्नुस् त। फ्रान्समा आवेदनहरू बढिरहेका छन् भने जर्मनीमा आवेदनहरूमा 38% भारी गिरावट आएको छ। अब हामी अन्तिम खण्डमा आइपुग्यौं, राजनीतिक इच्छा शक्तिको प्रश्न। जर्मनीको नतिजाले सम्पूर्ण बहसको दिशा नै मोडिदिन्छ। यी सबै यथार्थले एउटा प्रष्ट सन्देश दिन्छ। समाधान हाम्रै हातमा छ। जर्मनीले प्रमाणित गरिसकेको छ कि यदि सरकारले कडा कदम चाल्ने हो भने त्यसले तत्काल र सकारात्मक नतिजा दिन्छ। यो कुनै समाधानै नभएको जादुगरी समस्या होइन। त्यसैले स्रोतले यहाँ एउटा एकदमै कडा निष्कर्ष निकालेको छ। उनीहरूको भनाइ जस्ताको तस्तै राख्ने हो भने यो मानव अधिकारको कुरा होइन, यो राजनीतिक इच्छा शक्तिको कुरा हो। फ्रान्सको यो नक्कली शरणार्थी प्रणाली युरोपीय मानव अधिकार कानूनले गर्दा चलेको होइन, बरु नेताहरूमा इच्छा शक्तिको कमीले गर्दा चलिरहेको हो भन्ने दाबी यहाँ स्पष्ट रूपमा गरिएको छ। ल, अब हामी यो व्याख्याको अन्त्यमा आइपुगेका छौं र एउटा ठूलो प्रश्न बाँकी रहन्छ। के युरोपियन नेतृत्वले यो यथार्थलाई स्वीकार गर्ला? के कडा नीतिहरू लागू गरेर करदाताहरूको पैसामा चलिरहेको यो पोटेम्किन नाटकलाई सधैँका लागि अन्त्य गर्न राजनीतिक इच्छा शक्ति जुट्ला त? यो यस्तो प्रश्न हो जसले युरोपीय सिमानाको भविष्य मात्र होइन, हामी सबैलाई सोच्न बाध्य बनाउँछ। आजको लागि यति नै। यो विषयको गहिराईले पक्कै पनि तपाईलाई नयाँ दृष्टिकोण दिएको होला।